आमा शब्द नै कति मिठो छ नि। आमा खालि एक हुन् जसले हाम्रो बारेमा सोच्नुहुन्छ। केही सेल्फिस के हुँदैन उनीहरूको मनमा। उनीहरूले खानु मन परेको चिज पनि हामीलाई राखिदिन्छ। उनीहरूलाई गर्नु मन परेको चिज पनि उनीहरूले गर्दैन हाम्रो लागि। अनि त्यही आमाले हामीलाई कति दुःखले जन्माउनु भएर हुर्काउनु भएको हुन्छ। अनि ठुलो भएर चाहिँ हामीले त्यही आमालाई सिकाउनु खोज्छ। हामीले नै आमाहरूलाई जन्म दिएको जत्तिकै हामीले नै आमाहरूलाई भन्छ कि तपाईँले यो आउँदैन, तपाईँलाई त्यो आउँदैन भनेर। तर हामीले त्यो भुलिन्छ क्या। सानोमा हामी लड्छ कि पढ्छ कि भने त्यति बेला हामीलाई केही थाहा भएको हुँदैन। त्यति बेला हाम्रै आमाहरूले हामीलाई गाइड गरेर यत्रो ठुलो बनाएको हुन्छ। अनि म यही भन्न चाहन्छु कि जो जतिको पनि आमाहरू हुनुहुन्छ तपाईँहरूको साथमा भ्याल्यु बुझ्नुहोस्। जब त्यो आमा बितेर जान्छ तब तपाईँहरूलाई चाहेर पनि तपाईँहरूले त्यो आफ्नो आमालाई ल्याउन सक्नुहुन्न। जति नै पैसा कमाउनुहोस्, जेसुकै गर्नुहोस्, तपाईँले आफ्नो आमालाई ल्याउन सक्नुहुन्न। तपाईँले अहिले तपाईँको पैसा आमामाथि खर्च गर्नुहोस्। आमालाई इच्छा लागेको चिजहरू किनिदिनुहोस्। आमालाई जे मनपर्छ त्यही गर्नुहोस्। म त्यही भन्न चाहन्छु, रेस्पेक्ट युर प्यारेन्ट्स, रेस्पेक्ट युर मदर। अगर तपाईँको आमाहरू हुनुहुन्छ भने प्लिज रेस्पेक्ट गर्नुहोस्। बादमा तपाईँलाई रिग्रेट नहोस्। बादमा मरेर गएपछि त्यो आमाको लागि त्यो गरिदिन्छु यो गरिदिन्छु भनेर केही फाइदा छैन। जे जति गर्नु छ अहिले हुँदाखेरि नै गर्नुहोस्।